जे जति भएको छ त्यो हामीले गरे हो। अझ म त भन्छु मेरै नेतृत्वमा भयो, मेरै पहलमा भयो। चाहे जाजरकोटमा बाटोको कुरा गरौँ, चाहे विद्युतीकरणका कुरा गरौँ, चाहे सञ्चारको कुरा गरौँ, चाहे स्कुल भवनका कुरा गरौँ, चाहे यो भूकम्पका टहरा पठाउने कुरा गरौँ, चाहे नयाँ घर बनाउने योजनाका कुरा गरौँ, चाहे अस्पताल भवन बनाउने कुरा गरौँ, चाहे तल उहाँ यो 15 बेडको अस्पताललाई 50 बेड बनाउने कुरा गरौँ, चाहे ठाउँ ठाउँमा क्याम्पसहरू खोल्ने कुरा गरौँ, यिनी सबै कुरा, चाहे सिँचाइका कुरा गरौँ, चाहे खानेपानीका ठुल्ठुला खानेपानीका कुरा गरौँ, यी सबै मेरै पहलमा र मेरै नेतृत्वमा भएको छ। यो 10-12 वर्षभित्रमा हामीले जिल्लाका सबै वडाहरूमा गाडी पुर्यायौँ, यातायातको सञ्जाल बनायौँ, 3वटा राष्ट्रिय राजमार्ग बनायौँ, हामीले 3टा राष्ट्रिय राजमार्ग बनायौँ। हो, कालोपत्री पनि हामी अब गर्दैछौँ। मध्यपाहाडीको कालोपत्री, राजा राजमार्गको कालोपत्री, भेरीगढको डोरको त करिब कालोपत्री सकिसकेका छौँ, जाजरकोट खण्डको। अब त्यसपछि अरू सडकहरूको स्तर उन्नति अब गर्दै जानुपर्ने छ। हामी ट्र्याक खोल्यौँ, पहिला ट्र्याक नखोलिकन त्यसलाई केही वर्ष चाहिँ त्यहाँ बदिलो हुन नदिकन फेरि कालोपत्री पनि हुँदैन सडक, त्यो पनि बुझ्नुपर्छ। ट्र्याक खोल्ने बित्तिकै कालोपत्री गर्नु पनि हुँदैन। त्यो भाँचिन्छन्, कति भाँचिन्छन्, कति भाँचिँदैनन्, कति पहिरो आउँछ, कति जान्छ, त्यो कुराको छिनोफानो भइसक्यो भने मात्र सडक स्तर उन्नतितिर लाग्छौँ। अब हाम्रा योजना सडक स्तर उन्नतिका हुन्। अब गाउँ गाउँमा चाहे बाटुलेबाट टापुचौरा आउने सडक र माथि सौरेनी जाने सडकका कुरा हुन्। यस्तै जिल्लाभरिका थुप्रै सडकहरूको कुरा छ। हामी तिनका सडक स्तर उन्नतिका काम अब गर्नेछौँ। हामी सबै बस्तीहरूमा अहिले त वडासम्ममा पुगेको छ। सबै बस्तीमा हामीले त्यो ट्र्याक खोल्न थोरै बस्तीहरू बाँकी छन्, ती सबै बस्तीमा ट्र्याक खोल्नेछौँ। अबको हाम्रो प्रतिबद्धता त्यो हुन्छ। सडकको स्तर उन्नति गर्छौँ, नखुलेका ठाउँमा खोलाउँछौँ। अब विद्युतीकरणको कुरा 114 वर्ष भएछ हेर्नुहोस्, नेपालमा विद्युत उत्पादन गर्न थाले, जलविद्युत उत्पादन गर्न थाले 114 वर्ष। 114 वर्षसम्म तपाईँ हामीले त उज्यालो पाएन। अलिअलि सानसानो माइक्रो हाइड्रोहरू, त्यो पनि जाजरकोट उज्यालो कार्यक्रम हामीले ल्याएर हो। जाजरकोट उज्यालो कार्यक्रम ल्याएर यहाँ अलिअलि माइक्रो हाइड्रोहरू जति बने ती हामीले बनाएका थियौँ, मेरै पहलमा बनेका थिए ती। तर केन्द्रबाट केन्द्रीय लाइन जोड्ने कुरा त त्यो सपना जस्तो थियो, त्यो कहीँ पनि भएको थिएन। अब मेरै पहलमा, मेरै नेतृत्वमा 3 अर्ब रुपियाँ जाजरकोटका 77 वटा वडालाई विद्युतीकरण गर्नको लागि 3 अर्ब रुपियाँ एकैसाथ छुट्याएर ठेक्का लगाएर काम अगाडि बढिराखेको छ। त अब कतिपय साथीहरूले यो त नियमित काम हो भनिदिनुहुन्छ। नियमित काम भने त प्रत्येक वर्ष 10 लाख